मित्रनगर महोत्सव गएको थियौँ के अनि त्यसरी यो चिप्सवाला कति खोजेको पाइएन अनि एक ठाउँमा यहाँ छ भन्नु भयो एउटा दाइले चाहिँ अनि त्यहाँ गएको नानीले बच्चाले एउटा बच्चाको देखेँ क्या त्यहाँ दाँतले टोक्ने के ठुलो मान्छेलाई 5 वर्षभन्दा माथि दाँतले टोक्ने दुईवटा तर बच्चा सानो 5 वर्षभन्दा मुनिलाई चाहिँ दाँतले टोक्नु पर्दो रहेछ अनि यिनलाई चाहिँ अनि दाँतले टोक्नु परेन त्यसरी मजाले बच्चालाई कलेज जान दिँदो रहेछ कि सानो मजाले एक ठाउँमा भनेर दिँदो रहेछ दिएपछि ल भयो अब म बस्छु त्यहाँ दाइले अनि मजाले उठाएँ अनि 200 रुपियाँको टिकट थियो 200 रुपियाँ टिकट हो तर 220 रुपियाँको उठायो उसले होइन 11वटा मजाले उठाइरहने टोक्ने सबै खुट्टाले चाहिँ समात्न पाइनँ उसले यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई बच्चाको खेला चाहिँ अवश्य जानु होला रकनगर महोत्सवमा छ तपाईँहरू अवश्य जानु होला एकदमै राम्रो बच्चाको चाहिँ सबभन्दा बेस्ट गेम हो एकदम त्यही भएर हजुर सबैजना भिजिट गर्नु होला यो चाहिँ बच्चालाई लिएर गएर चाहिँ भिजिट गराउनु होला खेलाउनु अरू भनेको सबैतिर छ यो चाहिँ फर्स्ट टाइम मैले देखेको छु तपाईँहरू सबैजना जानु होला थ्याङ्क यू हेर्नुहोस् नानीले यस्तो मजाले प्याकेट देखेर यति खुसी भएर आएको छु हेर्नुहोस् बच्चाको खुसी नै हाम्रो खुसी